उल्टापट्टि बसेर म पनि रुँदै थिएँ। परमेश्वरको आत्मा मसँग भित्र बोल्नु भयो, तँ त बिछोडिएको कारणले तेरो दाजुले छोडिराख्यो भनेर आज रुँदैछस्। तर यो जवान पास्टरले मर्ने बेलामा के भनिराख्यो? अनि मैले भने प्रभु मण्डलीलाई वास्ता गर्दै भने। त्यति बेला प्रभुले भन्नुभयो यो चाहिँ अगुवाहरूको हार्ट हो, सेवाकै गर्ने मान्छेहरूको हृदय हो। अनि त्यति बेला चाहिँ मलाई मेरो पनि चेत खोल्यो, मैले पनि प्रभु तपाईँको सेवाकै गर्दैछु, मैले पनि मण्डलीलाई मेरो हृदयमा सजाएको छु। एउटा मण्डलीको व्यक्तिले प्रभुलाई धोका दिएर जाँदै गर्दा एउटा अगुवा कति धेरै टुक्रेको हुन्छ। मैले थुप्रै अगुवाहरू मध्येमा नि एउटा सही अगुवाको कुरा गरेको छु। तपाईँको नजरमा थुप्रै प्रकारको अगुवाहरू देख्नु भएको होला, तर ईश्वरको वास्तविकतामा सत्यतामा हिँड्ने रियल लिडरको कुरा म तपाईँसँग राखेको छु। यस कारणले गर्दा म के बुझ्छु भन्दै गर्दा नि चर्चलाई चाहिँ जहिले पनि मण्डलीलाई चाहिँ एउटा अगुवाले आफ्नो हृदयमा सजाएको हुन्छ। कहिले पनि धोका नदिनु चर्चलाई, कहिले पनि परमेश्वरको मण्डलीसँग खेलवाड नगर्नु। आज म तपाईँलाई भनिराखौँ, बरु सकेभर तपाईँहरू म जोडिएर प्रभुको राज्यलाई वृद्धि गर्नतिर लागौँ। तेस्रो अन्तिम कुरा, परिवारसँग तपाईँहरूमा एकदमै करे। यो दिनहरूमा नि परिवारहरूमा यति डरलाग्दो समस्या लिइराखेको छ। समस्या छ आजको दिनमा परिवारसँगको कनेक्सनमा पनि तपाईँहरू म बस्नुपर्छ।